यदि तपाईँ पनि 2026 को फिफा वर्ल्ड कप मोबाइलबाट हेर्न चाहनुहुन्छ भने यसको लागि सबैभन्दा सुरुमा तपाईँले आफ्नो फोनको गुगल प्ले स्टोरलाई ओपन गर्नुहोला। त्यसपछि यहाँ डिजिओ भन्ने एपलाई चाहिँ सर्च गर्नुहोला। यो एप तपाईँले यहाँनिर भेटाइसकेपछि यसलाई आफ्नो फोनमा इन्स्टल गर्नुहोला र यो एपबाट चाहिँ तपाईँले नेपाली र इङ्ग्लिस दुवै ल्याङ्ग्वेजमा चाहिँ तपाईँले फिफा वर्ल्ड कप हेर्न सक्नुहुन्छ र यो नेपालको एप हो। यहाँबाट तपाईँले वर्ल्ड कप साथसाथै तपाईँले विभिन्न मुभीहरू पनि हेर्न सक्नुहुन्छ। यसको लागि सबैभन्दा सुरुमा तपाईँले यो एप इन्स्टल भइसकेपछि यसलाई ओपन गर्नुहोला र ओपन गरिसकेपछि यहाँ तपाईँले सबैभन्दा सुरुमा चाहिँ एकाउन्ट क्रिएट गर्नुपर्ने हुन्छ र एकाउन्ट क्रिएट गर्नको लागि यहाँनिर एपलाई चाहिँ कन्टिन्यू गर्नुहोला र मागेको पर्मिसनलाई एलो गर्नुहोला। अब तपाईँले सबैभन्दा मुनिपट्टि रहेको दाहिनेपट्टिको सबैभन्दा लास्टको यहाँनिर मी भन्ने अप्सनमा थिच्नुहोला र यहाँनिर लगइन भन्ने अप्सन रहेको छ। यहाँनिर लगइन भन्ने अप्सनमा तपाईँले आफ्नो नेपालको मोबाइल नम्बर अथवा जिमेलबाट चाहिँ यहाँनिर साइनिङ अथवा साइन अप गर्न सक्नुहुन्छ अथवा एकाउन्टहरू क्रिएट गर्न सक्नुहुन्छ र तपाईँले यहाँनिर जिमेलबाट बनाउँदै हुनुहुन्छ भने जतिवटा जिमेल छ त्यहाँनिर तपाईँलाई सो हुन्छ, कुनै एउटा जिमेल सिलेक्ट गर्नुहोला र त्यसपछि यो चाहिँ यहाँनिर तपाईँको एकाउन्ट क्रिएट हुन्छ डिजिओमा। अब सब्सक्रिप्सन लिनको लागि यहाँनिर मी भनेको ठाउँमा गएर सब्सक्राइब यहाँनिर सब्सक्राइब नाउमा थिच्नुहोला र यहाँबाट सब्सक्रिप्सन लिन खोज्दा चाहिँ सब्सक्रिप्सन मिल्दैन। तपाईँले यो डिजिओको वेबसाइटमा जानुपर्ने हुन्छ र अर्को भिडियोमा म तपाईँलाई डिजिओको वेबसाइटबाट कसरी सब्सक्रिप्सन लिने त्यसको बारेमा बताउने छु। अब यहाँबाट तपाईँले चाहिँ वर्ल्ड कप हेर्नको लागि यहाँ स्पोर्ट्स भन्ने अप्सन रहेको छ। यहाँ स्पोर्ट्स भन्ने अप्सनमा चाहिँ अहिले वर्ल्ड कप सुरु भएको छैन। अब सुरु हुने बित्तिकै यहाँनिर स्पोर्ट्स भन्ने अप्सनमा चाहिँ फिफा वर्ल्ड कप 2026 भनेर आउँछ, यहाँबाट हेर्न सक्नुहुन्छ र साथै यहाँनिर तपाईँलाई लाइभ टिभी भनेको छ। यदि तपाईँ चाहिँ यहाँनिर अब लाइभ टिभीमा हिमालय च्यानल भन्ने पनि छ, यहाँनिर हिमालय च्यानलबाट पनि हेर्न सक्नुहुन्छ र यहाँनिर तपाईँको नेपालका विभिन्न लाइभ च्यानलहरू पनि रहेका छन्। यहाँबाट तपाईँले टिभीमा नेपालमा भएका विभिन्न लाइभ टिभी च्यानलहरूलाई पनि हेर्न सक्नुहुन्छ। सो त्यस्तै तपाईँले यहाँनिर फिफा भनेर लेखिएको छ, यहाँ पनि तपाईँलाई देखाउनेछ। अब फिफा सुरु हुने बित्तिकै यहाँ पनि तपाईँलाई देखाउनेछ र यहाँबाट पनि तपाईँले हेर्न सक्नुहुन्छ। यो एकदमै राम्रो एप रहेको छ। यहाँबाट तपाईँले विभिन्न मुभीहरू, त्यसै ड्रामाहरू, विभिन्न स्पोर्ट्सहरू हेर्न सक्नुहुन्छ र यहाँनिर चाहिँ सब्सक्रिप्सन लिएर चाहिँ तपाईँले हेर्नुपर्ने हुन्छ।